तपाईँ घुम्न जाने सोचमा हुनुहुन्छ र तपाईँ काठमाडौँ भ्यालीभन्दा बाहिर जाने घुम्न जाने सोचमा हुनुहुन्छ भने अब तपाईँको लागि खुलिसकेको छ नुवाकोट दुप्लेश्वर गाउँपालिकामा अवस्थित नाटाङ बुद्ध पार्क, जहाँ तपाईँले बुद्धको दर्शनसँगै त्यहाँ नुवाकोटको सुन्दर बस्ती र नुवाकोटको त्यो नाटाङको चिसो हावापानीसँगै तपाईहरुले भिडियो, टिकटक र सुन्दर फोटोहरू खिच्न सकिनेछ र नुवाकोटको तामाङहरूको सुन्दर बस्ती या नुवाकोट दुप्लेश्वर गाउँपालिकाको सम्पूर्ण सुन्दर बस्तीहरूको अवलोकन गर्न सकिनेछ। तामाङहरूको ठुलो बस्ती छ र तामाङहरूको ट्रेडिसनल कल्चर र त्यहाँको लोकल प्रोडक्टहरू तपाईहरुले प्रत्यक्ष रूपमा अनुभूति गर्न सकिनेछ र त्यहाँ मात्र सीमित नभइकन त्यहाँ सँगै रहेको जोङेन डाँडा जुन नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्ने नुवाकोट र सिन्धुपाल्चोकको राम्रो प्राकृतिक सुन्दरता देख्न सकिनेछ र चिसो हावापानीसँगै तपाईले रमाउन सकिनेछ। टिकटक भिडियो र त्यहाँ पनि सुन्दर फोटोहरू खिच्न सकिनेछ र त्यहाँ सँगै रहेको 2-3 किलोमिटरको फरकमा रहेको हेलम्बु गाउँपालिका वडा नम्बर 5 मा अवस्थित थालडाँडा, जहाँबाट हेलम्बुको सम्पूर्ण सुन्दर बस्तीहरूको अवलोकन गर्न सकिनेछ र विशेष गरी त्यहाँ हेलम्बुको चिसो हावापानीसँगै त्यहाँ पनि तपाईहरुले टिकटक भिडियो बनाउन सकिनेछ। सबैले निमन्त्रणा छ, ढिला नगर्नु होला। नुवाकोटको दुप्लेश्वर गाउँपालिकाको वडा नम्बर 3 र 4 मा पर्ने नाटाङको बुद्ध पार्क नबिर्सिनु होला।